पाटन दरबार स्क्वायरको उत्तर शङ्खुमूल जाने मार्गमा रहेको विहार गुणलक्ष्मी महाविहार अर्थात् थुम्बाहा हो। अन्य विहारको तुलनामा क्षेत्रफलको हिसाबले सानो यो महाविहारको चारैतिर स्थानीय व्यक्तिहरूको वासस्थान रहेको छ। कलात्मक बुट्टा कुँदिएर बनाइएको मूल ढोकामाथि पञ्चबुद्धको मूर्ति स्थापना गरिएको छ। दायाँ बायाँ 2वटा छ्याल रहेको मूल ढोकामा 3-3वटा मानी राखेको छ। अन्य विहारमा चाहिँ यहाँ पनि ढोकाको ठिक अगाडि 2वटा ढुङ्गाको सिंह मूर्तिहरू छन्। यहाँ विहारको क्वापाद्य उत्तरभिमुखी अक्षोभ्य बुद्ध रहेको छ। तो बिहार घुले स्थापना जुलो ढगाट यो चीज जिमसँग वखन लिगे मुफने आठ हेमराज पंडित पिंगे इमके नचका जिमसा मालियोचका कोटाइनो का घुले स्थापना जुट गाडियो वो स्थापना जुट यो छुए ठन किमदन्टी सुजगे लिया मो एजुलिना आ घुले स्थापना जुले गैर गाडियो वो मसियोगा आ संस्कारित जको शियो घुले स्थापना ज्याचो दियो गुलसाल गुल वर्ष गाडियो छुए मोरगा गुणलक्ष्मी गुण संस्कारित वर्ण महाविहार का टुम्बाइना आठ टुम्बा रही ठन चलन चलती टुम्बा का अपना ग्रंथ किताबे शुरू गाड़ला से धर्म वर्ण महाविहार गाड़ी न डुगा ठके आठ धर्म वर्ण महाविहार दियो तो जिन जना दियो अनुसार ठन पिने टुम्बाबडी दियो न डुगा मतलब अब टुम्बाबडी ढगा दियो चीज तस्कम प्लान पिन त्याडो बडी जनी मिलपुसी धाउन जना दियो डुगा एजा टुम्बाबडी जोला टुम्बा जोला अले छौ हाना किमदन्डी सुरु गर्ला छ ठन नापा तस्का जंगल बले टोंट तस्का टोंट दु ठागा आ टोंट दु ठा ज्या न टुम्बा जो न ढगा दियो न छौ यो न किमदन्डी दुगा अब तथ्य प्रमाण चाहिँ तो किताब सफुच के गन ल्याओ मोरगा। यो विहारको निर्माता गुणलक्ष्मी वर्मा भनेर भनिन्छ। त्यसकारण यसलाई गुणलक्ष्मी वर्मा संस्कारित महाविहार भन्ने गरिएको पाइन्छ। स्थानीयजनले यसलाई धुम्बाहा पनि भन्दै आइरहेका छन्। नेवारी भाषामा स्याललाई थुमो भनिन्छ। पहिले यस क्षेत्र वरपर धेरै स्यालहरूको वासस्थान रहेकोले थुमबाहा भनिएको कथन पनि रहेको छ। त्यही थुमबाहापछि थुम्बाहा हुन गएको विश्वास गरिन्छ। अर्को कथन अनुसार यस स्थानमा 10 महाविद्या देवीहरू मध्ये थुमावती देवी स्थापना भएको र त्यसकै नजिक यो विहार निर्माण भएकोले विहारको नाम थुम्बाहा हुन गएको जनश्रुति रहेको छ। थुम्बाहाको नामकरणको सम्बन्धमा अर्को एक प्रचलित कथा पनि रहेको छ। करुणामय नेपाल भित्रिएको कथामा राजा गुणकामदेवकी छोरी गुणलक्ष्मीको विवाह थुँ अर्थात् स्यालसँग भएको उल्लेख भए अनुसार यो विहार गुणकामदेवको पालामा निर्माण भएको अनुमान गरिन्छ। छोरीको नाममा विहारको हो भनेर पनि जोचिए थबा आजु पाजलो आगनगन छिमेसु पा गनगन न्यामेसु पा ठनजनी थबा आजु सुजुलो वहे डिगी चक सम्बर पियाउरियोपटी नेम दुगा अले उगे अलावा ठन अले बाले चनी आन 15-20 वर्ष नेवटक कुटुम लिना पापलियो ढो डोगा कुटुम लिना जम्मा निको जग डो ठन उ छगटा छका ना पलम पाउयो अले लेपा 17-18-20 वर्ष मरने चंगा अले समस्त लिना क्वावया समस्त स ठंग देख चागे पटी चलन जाओ अले गुटी गाना यो अनुसार चाहिँ सुरु गला छ माघ दशमी गुटी दो अले असार दशमी गुटी दो आठो माघ दशमी गुटी उखुनचिने ठन ठु दिगी पुनर्निर्माण नोपटी 2076 साल फागुनिया 3 गते पियो मखो माघिया 3 गते पियो सुरिनो अले 2076 साल फागुनिया 7 गते चाहिँ क्षमा पूजा याना ठन जग साइट नोगा आ जग साइट यानोपटी थौ आ न्यार लिएप ठ्याक्क उखुन वपटी फागुनिया 7 गते दशमी खुनो
थन 10 कर्मी न ज्याजी गुलगा आठ उखन उखन 76 साल पिया थन गुटी गाना छुया मया फुके बन्दा सारा पूजा जगह ना चले ना वे आजनो गुटी गे चले जी माओ चले मुझे से आ चनी थो 10 कर्मी ना उखन यो पटी फागुनी 7 गते से 10 कर्मी ना थन चनी गुटी फुका आजिन चले जुलगा सबै सङ्घ सदस्यहरू वज्राचार्य रहेकोले यो बिहारमा आचार्याभिषेक अर्थात् आचार्यको कार्य यहाँ नियमित हुने गर्दछ। यसका अतिरिक्त अन्य बिहारहरूमा चाहिँ चुडाकर्म, देवपालिनी आज हुने क्रममा नयाँ लुइगु, पञ्चथकाली, चक्रेश्वर लुइगु जस्ता विधि सम्पन्न हुँदै आएको छ। यहाँ नित्य पूजाहरूमा द्यौख्य चाकेगु, आरती पूजा आदि हुने गर्दछ भने अन्य बिहारहरूमा चाहिँ उमेर क्रम अनुसार देवपालिने चलन भने छैन। हरेक महिना 3 जना गरी आलो पालो देवताको सेवा र संरक्षण गर्ने गर्दछन्। सङ्घ भोजन गुठी भने उमेर क्रम अनुसार हुने गर्दछ। यस बिहारमा सङ्घ भोजन, दिसी पूजा, नाम सङ्गति जस्ता विभिन्न गुठीहरू सङ्घ सदस्यहरूले थाम्दै आइरहेका छन्, तर यसका लागि कुनै आय स्रोत पनि छैन। यस बिहार अन्तर्गत 2 वटा सहायक बाहा, क्वाबाहा र कामबाहा रहेका छन्। कचबा छौ न्युडो छौ कामु बिहार जुल छौ कोबा जुल न्युडो थन महत्व छौ छुडुरला स छौ थन बिहारे चोपिन तस्क सस्योपि दुर्गा दियो छौ प्रमाणित दुर्गा नापथन देखन जागा ते रुंगलगा आन जो तबा बजियो पाले टाइमलगा तो बजियो पाले मुके तबा बजियो पाले थन देखन जागा देखन जागा दियो न चञ्चन पिनस फै मुखो तस्क स पिनस जगे या फै चीज देख दियो चीज अले उगे अलावा देखन जागा न थन छौ चुरासा नाबे पट्टीले थन चाहिँ गुर्जुपी बजारचारी का सक्के मोरगा ठो बाले ए जान छौ महत्व जाओपट्टि ठोयाका छौ बिहारे प्रचार मोजो छौ कारण चुराला थन समय मगा आ समय मगाउले ना उले आटक आचिनी भ्रिबी छमजिम बनाटा पि दट मगला जु पाले तक मतलब जिया क्वेचम बेसे पाले तक चिन्यम चिनकुम प मोरुगा यो सो आनगजनी 33-34 जवान सो खाना होला एजा पिन प्रचार मगाउ परि छौ कारण ठुटे छौगा अले नबला ढुम्बारला ना जा ढुम्बारियो ना जा छौ कारण छुरगरला छ नब ट्याटो अनुसार ढुम्बाइम डगमी शिवाइम ठगमी शिखमी पिंजबाइम लुहकमी गाडियो नब साबे प्रख्यात जोगा आफ्न जिम बाइ पिनो पाले ठो असो घल क्वाबा दियो डेगुपट्टि थनी पिए ढुमाई पिए कालियर टेसा टाइमल का एजा ढुमाई नाला मतलब प्रचार मोजो मक्की पिनी भन्छ मो चाहिँ खगा जिपिनी म त ल्याम्प ब्लेन छे थन मतलब छौ बिहार सुधार संघ टेटेन्टो छौ संघ डेका समाज मगला उ टाइम अन चाहिँ जिमिन चाहिँ ठु बिहार छौ डेक्यो उले जिर्नु बिहार थ यो पनि हो यागा तली लिली स जुए थाबिदुंगु बुचौ या ढाना जिमस बुया पटि चान्सै मोरगा छाडाले थन आर्थिक स्रोत बमला आ उले स्थानीय सरकार मोरो मगला आ लिबा चाहिँ ठो देयावो ठो प्लौ सम्पन्न देग्यो आ चाहिँ भन्छ यो ज्यावो नि मगला आन आ फुरन हो स्थानीय सरकार डोबले जिमस चाहिँ वडा रचिता मगला ठेठे जुमु दिगी छौ तस्का अझै जाजन चुने मुयो डेगमाउ ढगा टेबले चाहिँ 8-9 वडा इम्पट्टि वडा अडिछ रामलगा राजु चाहिँ फिके चाहिँ पलेना बिया जिमस ठु दिगी पुनर्निर्माण या फुपटी थासे ठ्यौ बि रामलगा आ खास थो जिमु सोरियुपट्टि योजना थो दिगी डेग्यो जो न्यारी योजना जो ल आ ढगे नपा डेगुले छौ तलयुपट्टि योजना बोला मगला बोला अब छौ तले जैना उना मेरो छक्ला बैठे छ म एक वर्ष छौ तले एक वर्ष छौ तले ना जम्मा ठो सोंगु तलो पेंगु तल पुरा जो ढामलगा पेंगु तल पुरा जो यो ये
प्योरे बिगान तले पलिजी छ जोले नियार पुरा बिउगा फागुनिया 7 गते जग सहित नो फागुनिया 2076 साल फागुनिया 7 गते जग सहित नो 2080 साल फागुनिया 7 गते दस्कर्म कंग होगा उगे मठिना आना तो जिम्मे चाहिँ फर्चित मजोनी निर्माण सम्पन्न मकैनिगा निर्माण सम्पन्न काव छगा उर्गाटनी यापडी बागदिनी दस्कर्म यो जाव प्राण प्रतिष्ठा चाहिँ तेसिरुगा ठिकै ढक्ले कमजोरी छुगा लसा थप निसा थप मस्ते त ठीक मफु यो पट्टी छौ तरोए ढुकठे चोगा सु मनु के थ थम चेतना जुनेन से वही मुखो यामा ख जीमा ख ठो परम्परा ख ढगाडियो मुसिक फै मुखो अन्ठा टक चेसा व ठयो संस्कार व परम्परा मगाउन तस्क ठक्चा थाकि थे बिजारलुको यु मनु बिजार गठ पहिला थ क्या म्या पिण्ड छ पिण्ड इम्ड नि ठिका हुना इम्ड नि बोड्या माटे चंगा इबि बोड जुलो ढगा डल्ला छ एतो संस्कार ख ठो संस्कृति ख ढगाडियो चीज इम्ड नि च्याग माटे चंगा यु बिजार चाहिँ थे होगा